यो युरोप होइन, यो नेपाल हो। यहाँ सबै अरबपति छैनन्, सबै करोडपति छैनन् सम्माननीय सभामुख महोदय। यो काठमाडौँ सहर अरबपति र करोडपतिहरूको मात्रै हो, यो गरिब दुखी श्रमिक र निमुखा जनताको पनि सहर हो या होइन? पहिला यदि गरिब दुखी जनताको सहर हो भने यो नेपालको राजधानी किन हो? नेपालको राजधानी हो भने यो गरिब दुखी र सरबारा वर्गको र जनताको पनि सहर हो। आज गरिब दुखी जनता यो सहरमा बाँच्न नपाउने भइसके अघिल्लो पटक मेयर भएका कारणले गर्दा। यो अवस्था आज सिर्जित बनेको छ। सम्माननीय सभामुख महोदय, सरकार कसलाई चाहिन्छ? सरकार अरबपतिलाई चाहिँदैन सम्माननीय सभामुख महोदय, र करोडपतिलाई पनि सरकार चाहिँदैन। उनीहरूलाई त्यति आवश्यक हुँदैन सरकारको। सरकार ती व्यक्तिलाई चाहिन्छ जो गरिब छन्, जो निमुखा छन्, जो अपहेलित छन्, जसलाई सरकारको आवश्यकता छ। तर आज सरकार ठ्याक्क उल्टो देखिन्छ। सरकारका नीति ठ्याक्क उल्टो छन् सम्माननीय सभामुख महोदय। आज सरकारका ऐन नीति नियमहरू हेर्दा सुविधा र व्यवस्था हुने खाने अरबपति र करोडपतिहरूको पक्षमा केन्द्रित देखिन्छन्। म एक एक नियम ऐन मन्त्री परिषदका निर्णय लिएर पढाउन सक्छु सम्माननीय सभामुख महोदय। गरिबका लागि देखिँदैनन्। जसको खल्तीकोमा पैसा छ उसले नेपालमा बाँच्न पाउँछ, तर जसको खल्तीमा पैसा छैन उसको जीवनको कुनै मूल्य छैन भन्ने जस्ता सन्देशहरू सरकारका नीति तथा कार्यक्रमले दिइरहेका छन् सम्माननीय सभामुख महोदय। सम्माननीय सभामुख महोदय, नीति तथा कार्यक्रम यस्तो नबनाऊ जुन जनताले थेक्न सक्ने होस्, यस्तो बनाऊ जुन जनताले थेक्न सक्ने होस्। आफ्नो घरबार बेचेर राज्यको जरिवाना तिर्नुपर्ने कानुनले न राज्य सुरक्षित हुन्छ न जनताको जीवन सुरक्षित हुन्छ सम्माननीय सभामुख महोदय। यो युरोप होइन, यो नेपाल हो। यहाँ सबै अरबपति छैनन्, सबै करोडपति छैनन् सम्माननीय सभामुख महोदय। सम्माननीय सभामुख महोदय, हामी युरोपका देशभन्दा बढी कर तिर्छौँ, तर सुविधा भन्ने हामीले कस्तो पाउँछौँ? सोमालियाको भन्दा तल्लो स्तरको सुविधा पाउँछौँ। त्यही भएको हुनाले सम्माननीय सभामुख महोदय, आज नागरिकले औसत 40% भन्दा बढी हिस्सा करमा तिर्छन् अहिले पनि गएर। तर के दियौँ त हामीले? राज्यले के दिन्छ हामीलाई? 40% कर दिँदा न त शिक्षा निशुल्क दिन्छ, न त स्वास्थ्य निशुल्क दिन्छ, न त गतिल्लो बाटो दिन्छ, न त पार्किङ गर्ने कुनै व्यवस्था दिन्छ। तर राज्यले करमाथि कर मात्र लिएपछि अनि यो देश कसरी बन्छ सम्माननीय सभामुख महोदय? तर रोड ट्याक्सदेखि लिएर हरेक ट्याक्स गर्ने हो भने अहिले 296% राज्यले कर सलोपर गर्छ, तर सुविधा केही पनि छैन। अनि तर यसको बदलामा के पाउँछ? मृत्यु पाउँछ सम्माननीय सभामुख महोदय, आत्महत्या पाउँछ, जो गणेश नेपालीको हिजमा हिजो भयो।